हरेक नेपालीले हेर्न पर्ने भिडियो। हजुरले रविलाई चिन्नुभएको छैन भने यो भिडियो हेर्नुहोस् अनि राम्रोसँग चिन्नुहुन्छ। यो सबै चक्रव्यूह रविले पहिले नै भनिसकेका छन्। यो देशमा कोही न कोही जेल त जानै पर्छ। सुरुवात मबाट गर्नुहोस्, म तयार छु, तर सत्यबाट विमुख हुनेवाला छैन। सुरुवात मबाट गर्छु। सम्मान्य सभामुख महोदय, मैले आफ्नो कार्यकालमा औपचारिक उद्घाटनलाई कहिले पनि प्राथमिकता दिइनँ। मलाई यी उद्घाटनहरूमा त्यति धेरै विश्वास पनि छैन। मैले औपचारिक उद्घाटनमा आफूलाई समय खर्च पनि गर्न चाहिनँ। तर मैले एउटा औपचारिक उद्घाटन गरेँ सभामुख महोदय, त्यो नेपालगञ्जको एउटा जेलको उद्घाटन गरेँ मैले। त्यहाँ मेरो नाममा शिलालेख लेखिएको छ उद्घाटन गर्ने भनेर। किनकि मलाई थाहा छ राम्रो काम गर्न सकिएछ, साथ पाइएछ भने भ्रष्टहरूलाई जेलमा हाल्छु, सकिनछु भने तिनले भनेर मलाई जेलमा हाल्नेछन्। त्यसकारणले मैले जेलको उद्घाटन चाहिँ गरेर आएको छु, यो सोचेर कि कुनै न कुनै दिन सुशासनको यो एजेन्डा जसलाई लिएर नयाँ राजनीतिक दल आएको छ, नयाँ मानिसहरू आएका छन्, त्यसलाई सम्पन्न गर्नको निमित्त नयाँ पुस्ता आउनेछ।